यो मन्दिर घुम्छौँ हामी, त्यसपछि लाग्छौँ। त्यसमा चढ्न मिल्छ र? नजर त यसो चढ्नु कालो पाँडेमा छु। त्यो कालो पाँडेदेखि यहाँ हामी एउटा मन्दिर यहाँनिर एकचोटि हान्नु पर्यो सर त्यो डोरी एक्सर्साइज टक्क। दर्शन पनि गर्न पायौँ। दादा बोल्नु दुई चार शब्द। मन्दिरको दर्शन गरेर मनोकामना मन्दिर, हाम्रो मनोकामना मन्दिर। मनको कुरा बुझिदिनुहुन्छ। हामी दुईजना पीडित छौँ। हामी दुईजना पीडितको कुरा बुझिदिनुहुन्छ। आज हामी कुन ठाउँ घुम्नु थाहा छ त? एउटा कालो पाहाड, स्विजरल्यान्ड पार्क, स्विजरल्यान्ड पार्क, चितुवाको जङ्गल, बाटोदेखि नागार्जुन जङ्गल। आज हाम्रो खतरा भयो। धेरै ठाउँ घुम्यो हो आज। बिहानदेखि 6 बजीदेखि यहाँ लगभग 3 घन्टा हुन 3 घन्टा हुन लागिसक्यो। फर्केको छैन। आजको हाम्रो यात्रा अलि लामै नै भयो। ल धेरै राम्रो। अब फेरि हामी नेक्स्टमा खतरा ठाउँ गएर बनाउनेछौँ। फेरि हामी नेक्स्ट टाइम अर्को खतरा ठाउँमा गएर भिडियो बनाउँछौँ। आज हामी आएका थियौँ स्विजरल्यान्ड पार्क, इन्द्रदह। हामी तीनवटा ठाउँ घुम्यौँ त। एउटा कालो पाँडे, स्विजरल्यान्ड पार्क, एउटा इन्द्रदह। तीनवटा ठाउँ घुमेर अब हामी फर्किँदैछौँ। जस मजा आयो बिहानै यसरी घुम्दाखेरि। हस् त अहिलेलाई भिडियो यति नै। बाँकी अर्को भिडियोमा आउँछ, अर्को ठाउँमा आउँछ। जति देखाउनु पर्ने थियो ठाउँ हामीले देखाइ नै सकेका छौँ भन्दै अहिलेलाई हामी छुट्टिन्छौँ। हस् त। तिम्रो गाउँको जस्तै आउँछ त भिर पाखा जति खिच्यो भने खिचिरहँ जस्तो लाग्ने। अझ क्या आज अलिकति मौसम क्लियर नभएर उता हेर्नु क्या खतरा देखिरहेको छ। मौसम अलिक क्लियर भयो। मौसम अलिकति क्लियर। ल यति भन्दै भिडियो यहीँ समाप्त भएको घोषणा गर्दछु। हस्।